म जे पनि गर्न तयार छु तपाईको लागि के गर्छ भाइ हेरौँ त के गर्न तयार के हुनुहुन्छ चाहिँ ल के चाहिँ गर्ने ल के गर्न तयार ल हुनुहुन्छ हेरौँ त के गर्ने 100 चोटी पुशअप गर त लु के गर्ने अनि लैजाऊ डान्स गर्ने 100 चोटी है ल पुसअप गर्न पनि ओके दोरी खेल्न पनि ओके ल डान्स खेल्न पनि ओके सबै खेल्न ओके ल ल ल दाइले सक्नुहुन्न पुसअप त अहिले पेट घटाएर देखाउन सक्नुहुन्छ पेटमा त हामी दुई भाइ उस्तै हो है टेन्सन मान्नु पर्दैन म एकदम एउटा डान्स गरौँ न त ल गरौँ नन स्टप गरौँ होइन म जे पनि गर्न तयार छु भनेको हिसाबले बोल्नै दिएन हो मलाई त यस्तो छ जसले नाच्छ त्यसले यो प्रतिभा लान्छ जसले प्रतिभाले भनेको मान्छ यो प्रतिभा उसले लान्छ हो कि अडियन्स रन्जिता अलिकति लजाए जस्तो पनि मानेको छु अलिकति डराए जस्तो पनि मानेको छु मैले के डराउनु पर्दैन मैले रन्जितालाई के भन्ला भने एउटा इम्प्रोभाइजेसन गरेको थिएँ नि त्यो ओरिजिनलमा पनि त्यही छ लास्टमा एउटा यो ओरिजिनलमा छैन नि है यो कस्तो इम्प्रोभाइजेसन यो आफ्नो स्टाइल जसले यस्तो गर्न सक्छ जस्तो नयाँ चिज डराइरहेछ पछि सिकाउने हो क्या हामीले सुन बुढो मान्छे के भन्नै पर्दैन यहाँ बुढो मान्छेले भनेको कुरा सुन बस यता बस न बस दुईजना ल अब होइन बुढो मान्छे भने अब बस केटा हो यता आउँछ अब कोच खेल भन्नु त एकचोटि यस्तो कि मैले उसको लागि एउटा लाइन भन्छु जसले यस्तो इम्प्रोभाइजेसन गर्न सक्छ हैन यस्तो आफ्नै टेक्निक युटिलाइज गर्न सक्छ यस्तो खालको ट्यालेन्ट चाहिँ मलाई मन पर्छ मेरो टिममा आउनु हो भने तपाईलाई म आइसक्यो त यस्तो छ हे रन्जिता त सोरकी रानी हो भन रन्जिता कोसँग जानी हो पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात कुछ प्रमोद साला अरूले त गीत मात्रै गाउने हो यति राम्रो मान्छे यता आउने हो पानको पात माया अब सबले दोहोरी गाउनु कोच खेमलाई छोडेर यता आउनु दोरी गाउनु जितेर लैजानु पानको पात सबै कोचलाई छोडेर यता आउनु पानको पात हे तिम्रो जस्तै पियो छ मेरो मन प्योर अर्गानिक एकदमै सफा क्लियर प्योर ए तिम्रो जस्तै प्योर छ मेरो मन कोच परमेट त सरी कोच परमेट त काथा छन् झेली छन् पानको माया तिमीलाई सम्झन्छु यसरी हे यस्तो ट्यालेन्ट देख्दा मन खान्छ कुटुमा कोच प्रमोद लेखेको छ त्यो मुटुमा पानको पात माया तिमीलाई सम्झिन्न धेरै थोरै सङ्गीतको दक्ष हो कि हुनु त धेरै थोरै सङ्गीतको दक्षमा अरेन्ज पनि कोच खेमकै पक्षमा पानको पात कोचहरूले धेरै खेल्यो दोहरी जो जला छोडी कसरी जान्छौ त्यो छोरी पानीको पात हे अब सबै कोच भैयाले डाउन आँखा चिम्ली लौ यता आउन पानको पात माया तिमीलाई सम्झिन्छु ती अब त आउन दिउँ न ठिक छ अब डिसिजन नगरिदिनुहोस् न त यहाँसम्म कसरी आयो भन्ने त्यो मलाई मात्रै थाहा होला सायद धेरै नै
अरूको भन्दा सजिलो भयो होला है तिमीलाई भन्नुहुन्छ बाहिरको मान्छे, तर अभियसली होइन, मलाई एकदमै गाह्रो नै भएको थियो यहाँसम्म आउनलाई। अडियन्सबाट यत्रोजनाबाट दुईवटा चुनौती थियो मसँग, त्यो बावजुद पनि आउन पाएँ। म लक्की नै रहेछु। मलाई अहिले बाहिर पनि लक्की नाम राखिदिनु भएको छ सबैजनाले है। सबैजना कोचहरू उत्तिकै हुनुहुन्छ मेरो लागि, एकदमै सम्मान्य हुनुहुन्छ। र म चाहिँ गीत दोहोरीबाटै चुज गरेर जान्छु। ए बोलाउन अलिकति यता कोही छ कि छैन है, बोलाउन। हे खोली हैन पहाडो झर्छ, पहाडो झर्छ, कोच प्रमोद त मलाई मन पर्छ, माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्छन् बिसाला। हेरो मान्छेको छोरा नाचेर गएको। ए रन्जितामै थियो मलाई आस, मलाई आस, अरूको नहुन यस्तो निराश, पानको पात, माया तिमीलाई। भयो अब नगाउँ ल, पीडा दिनु दिइसक्यो, जित्नु जितिसक्यो। यस्तो राम्रो ट्यालेन्ट मैले पाइसकेँ। अब फेरि मेरो भागमा रन्जिता रहेनछ, रन्जिता रहेनछ, झापालीसँग सकिने होइन। ल घुमा घुमा मलाई सकिन्छ। आया ह्याप्पी रुन मन लागेको छ। यो कुरा गोप्य नै राखौला। आया बाई। सबले फोटो खिचे अघि सरेर, सबले फोटो खिचे अघि सरेर, केही हुँदैन अब लोभ गरेर, पानको पात, माया तिमीलाई